पनि भाग्यो भने भन्थ्यो सुना लास्टमा कम्पनी भाग्यो भने भन्थ्यो तर अब त्यो जमाना गयो फ्रेन्ड्स। अब मान्छेले मलाई सोध्दैनन्, अब मैले उल्टा सोध्छु तपाईले भाग्यो भने सोचेर हुनुहुन्छ कि त्यति बेला मसँग ड्रिम बाइक केही पनि थिएन, आज सब कुछ छ। तपाईलाई सुन्दा गर्व लाग्ला कि आज नेपालमा 60 जना कार चिवर छन्, 3वटा फ्याक्ट्री छ, 14 फ्याक्ट्री खुल्दैछ। तपाईहरु तारिफ गर्नुहुन्छ, हामीलाई जोस लाग्छ, हामी लगानी गर्छौँ। यही तालीले मलाई जोस आउँछ, जोस आएर लगानी गर्छु, फ्याक्ट्री खोल्छु। लगानी कसको? कम्पनीको। म्यान पावर कसको? कम्पनीको। म्यानेजमेन्ट कसको? कम्पनीको। रिस्क कसको? कम्पनीको। अनि तपाईँ भाग्यो भने अहिले तारिफ गर्नु हो, भोलि भाग्यो भने को डुब्छ? को डुब्छ र भन्नुहोस्? हामी यस्तो बिजनेस अफर गर्दैछौँ जहाँ डुबे भने म मात्रै डुब्छु, तर बन्यो भने सारा नेपाल बन्छ। अब भाग्छ कि भन्ने क्वेसन कसले सोध्नु पर्ने हो? अब उल्टा मैले सोध्नु तपाईँलाई, भाग्न पाउँदैन। जोजले ताली बुझायो नि, खबरदार भाग्यो भने। किनभने मैले तपाईँलाई देखेर ड्रिम बनाएको छु, तपाईँलाई देखेर लगानी गरेको छु, तपाईँलाई देखेर हामी दिन रात खट्छौँ। तपाईँले भाग्यो भने खेल खत्तम हुन्छ। तपाईँ भाग्नु भएन भने यो बिजनेस सदियोसम्म चल्नेवाला छ। जसले बन्द हुन्छ भन्छ नि, म होला एन्सर दिन चाहन्छु, त्यही दिन यो बिजनेस बन्द हुन्छ जुन तपाईँहरू 10 दिन मात्र छोड्नुहुन्छ। त्यही दिन यो कम्पनी बन्द हुन्छ जुन दिन सबै नुहाउन छोड्छन्, सबैले चिया खान छोड्छन्, सबैले तेल खान छोड्छन्, त्यही दिन बन्द हुन्छ। र मलाई विश्वास छ कि नेपालीले दाँत मात्र छोड्दैन। छोड्छ होला त? छोड्दैनन् सर। कति दाँत माथि झ्याउलाए कसले भन्छ, कति नुहाउन छाले पात्नुको भन्छ कसले। इट इज अ पार्ट अफ लाइफ। पार्ट अफ लाइफ भएको हुनाले जबसम्म लाइफ रहन्छ तबसम्म हेल्दी लिभिङ रहन्छ। अहिले यहाँ पनि मेरो बोल्ने प्लान थिएन। हेर्नुहोस्, लाइफमा सबै कुरा प्लान अनुसार हुँदैन, तपाईँले सोचे जस्तो हुँदैन। तर पोजिटिभिटी भयो भने तपाईँले सोचेभन्दा बढी चाहिँ हुन्छ। सोचे जस्तो हुँदैन, सोचेभन्दा बढी हुन्छ। तपाईँको प्लानभन्दा गडको प्लान ठुलो हुन्छ कि हो कि भन्नुहोस् त? गडभन्दा हामी एक्सपर्ट हो त? हामी जति नै प्लान बनाऊ, हाम्रो प्लानभन्दा बढी अर्को प्लान छ, द्याट इज गड प्लान। तर त्यो हमेसा बेस्ट हुन्छ, हो कि भन्नुहोस् त? भनिन्छ नि, तपाईँलाई प्याज दिनुभन्दा पहिला भगवान्ले पानी दिएको छ अरे कि। यदि पानी हुन्थेन भने प्याज पनि हुन्थेन, हो कि होइन? प्याजसम्म त पानी छ, ड्रिम छ, मिस उपाय छ, मेहनतसम्म सफलता छ, हो कि होइन? अहिले मलाई श्री सभा थाहा छ, म ढिलो उठ्ने गर्छु। म बिहान 9 बजे उठ्छु। सबै थोकै जागिने उठाउँदाखेरि म बल्ल उठ्छु। टुडे आई एम टोटली फाइनेन्सियली फ्री। मैले पैसालाई सोच्नु पर्दैन, 9 बजे उठ्छु। तर आज मलाई बिहान श्री 6 बजे उठाइदिनु भयो, किन फ्लाइटै थियो 8 बजेको। उठेँ, एकछिन प्लेनमा सुतेँ, फेरि यहाँ आएँ। कौन पुलिस स्टेसन जाग्यो भन्ने कुरा भयो। मैले सुनिसक्नु जाग्यो भने किनभने थाहा छ, 2 घन्टा बोल्नु नि, 2 घन्टा सुत्छु भने सोच्दैन। अघिसम्म त्यही प्लान थियो, एकछिन रेस्ट गर्छु भने सोचिरहेको थिएँ। यहाँ आएपछि पहिला तपाईँले बोल्नुपर्छ अरे, सारा प्लान चेन्ज। बट आई एम अलवेज रेडी। हमेसा रेडी छु। वी हेभ अ ड्रिम। हामीसँग बहुत ठुलो ड्रिम छ फ्रेन्ड्स। ड्रिमले हामीलाई ड्राइभ गर्छ, हो कि भन्नुहोस् त? ड्रिम भनेपछि जाँगरी आउँदैन। र म भन्ने गर्छु, कति सुन्नुहुन्छ नि तपाईँ, के सुनायो जाँगरी आउँदैन भन्छ नि मान्छे। त्यो किन आउँदैन भन्दाखेरि हमेसा तपाईँको जोस र जाँगर भन्ने कुरा इन्फर्मेसन पछि आउँछ अरे कि। विदाउट इन्फर्मेसन कसैलाई जाँगर आउँदैन। आउँछ न भन्नुहोस् त? जसले लाइफमा प्लेन देखेकै छैन त्यसलाई प्लेनमा उडौँ हुन्छ होला? हुन्छ त? हुँदैन। किन हुँदैन? त्यो प्लेन देखेकै छैन, कहाँबाट हुन्छ त? जसले एप्पल फोन देखेकै छैन लाइफमा, उसलाई एप्पल किन एक दिन किन्न पाए हुन्थ्यो भने हुन्छ होला त?
हुँदैन। त्यो हुनुलाई पनि उसले एप्पल सुनेको हुनु पर्यो, एप्पलको फ्युचर थाहा भएको हुनु पर्यो, एप्पलको फाइदा ब्रान्ड भ्यालु बुझेको हुनु पर्यो, बल्ल ड्रिम बन्छ, हो कि होइन? सेम ह्याप्पी ड्रिम हुनको लागि तपाईँलाई यसको इन्फर्मेसन चाहिन्छ। यु सुड नो द बेसिक इन्फर्मेसन अबाउट दिस बिजनेस। यो कस्तो बिजनेस हो, यसले मलाई के दिन सक्छ, कहाँसम्मको समस्या पोसिबल छ, त्यो सबै ज्ञान भयो त्यो मान्छे चुनाएर बस्नै सक्दैन कि सक्छ ल भन्नुहोस्? कल्पना गर्नुहोस्, एउटा मान्छे छ प्यासा छु भन्छ तर पानी पिउँदैन भने के बुझ्नु पर्यो? प्यास लाग्यो भन्छ तर पानी पिउँदैन भने के बुझ्नु पर्यो? यसले दुईवटा कुरा बुझिन्छ, कि त त्यसलाई प्यास लागेकै छैन, होइन, झुट बोल्यो, हो कि होइन, कि त यसलाई पानी हो भन्ने विश्वास छैन, शङ्का लाग्यो पानीमा, त्यही त हो। यदि पानीमा पनि विश्वास छ र प्यास पनि लागेको भने त्यसले पानी पिउँछ। अब हाम्रो काम हो पहिला प्यास चाहिँ गर्ने, पानी हो भने बिलिभ दिलाउने, त्यसै पिउ भन्नु पर्दैन, आफै पिउँछ, हो कि होइन? यस सर। इन्फर्मेसन, बिजनेस अफ लिडरसिप, बिजनेस अफ ड्रिम। आज म यहाँ छु सिर्फ ड्रिमको कारणले छु फ्रेन्ड्स। तपाईँभन्दा बढी जान्ने, बढी स्मार्ट, बढी पढ्यो केही पनि होइन। तपाईँ र ममा यति फरक छ कि तपाईँभन्दा पहिला सुन्ने मौका पाएँ, तपाईँभन्दा पहिला बुझ्ने मौका पाएँ, र जुन दिन बुझेँ म लागि पऱ्यो, लाइफमा कहिले फर्केर हेरेन जस्तो परिणाम आएको छैन। र म चाहन्छु तपाईँको लाइफमा फर्केर हेरेर ड्रिम बिल्ड गर्नुहोस्। कतिजनासँग ड्रिम छ यहाँ हात आउनुहोस् त? बहुत ग्रेट, बाफ्रे, जोरदार ताली। ड्रिम छ भने यो सफलताको पहिलो स्टेप हो फ्रेन्ड्स। बाँकी उपाय आफै बन्दै जान्छ। दिस इज टिम वर्क, यो टिम वर्क हो, सबै तपाईँले गर्नुपर्छ भन्ने छैन। ओके, फुटबल खेलाको सबैले गोल हान्छ त? हान्दैन नि, कसैले पास मात्रै गर्छ, कोही किपर मात्रै हुन्छ, कोही विभिन्न रोलमा हुन्छ नि, फाइनल गेम जितिन्छ नि, होइन? सेम त्यसै टिम वर्क। कोहीलाई मान्छे ल्याउने खुबी हुन्छ, सम्झाउनै आउँदैन उसलाई, म बोल्न जान्दैन भन्दै हुन्छ, ठिक छ केही छैन, ल्याउनु त सक्छौ नि, तिमी ल्याउ मात्रै, नबोल। अर्को बोल्न जान्ने हुन्छ, एकदम बोल्ने कुकुरले गर्ने हुन्छ नि, त्यसलाई बोल्ने काम दिने, तिमी बोल, हो कि होइन? कोही सम्झाउन सक्ने हुन्छ, कोही कुद्न सक्ने हुन्छ। दिस इज टिम वर्क। कुद्न दिनुहोस्, बोल्न दिनुहोस्, ल्याउन दिनुहोस्, र टिम बनाउनुहोस्, र टिम वर्कले हमेसा जित हुन्छ। म एक्लै गर्छु, एक्लै खान्छु भन्ने मान्छे डुब्छ यहाँ, अरूलाई हेल्प गर्छु भन्ने मान्छे यहाँ जित्छ। हेल्पिङ नेचर बिजनेस, यसमा अरूलाई हेल्प गर्ने हो, र कसैलाई हेल्प गर्दा मेरो लाइफमा चेन्ज आउँछ भने योभन्दा राम्रो बिजनेस के हुन्छ मलाई भन्नुहोस् न, हो कि हुन्छ? कसैलाई हेल्प गर्दा फाइदा हुने कुनै बिजनेस छ संसारमा? आज मानव भाव कुनै पसल छ अरे, फर इक्जाम्पल, म्याम तपाईँको नाम के हो? सृजना, उहाँबाट पसल छ अरे, कपडाको पसल छ अरे, है? मेरो साथी उहाँ मानव, अनि मैले आहा कति राम्रो पसल रहेछ, कस्तो राम्रो चल्दो रहेछ, यो पसलको भाडा पनि तिर्छौ, भाडासम्म भन्ला भने, होइन? त्यो कपडा कहाँबाट ल्याउनुहुन्छ, कतिमा बेच्नुहुन्छ, कति फाइदा हुन्छ, सबै कुरा मलाई बताउनुहोस् न, बताउला, छिटो भागिहाल्छ भन्दै भन्दैन, हो कि होइन? भन्छ होला त? भन्दैन। किन भन्दैन? भने मैले सिक्छु, सिकेपछि उहाँ खोल्छु, खोल्यो भने उहाँलाई घाटा हुन्छ, हो कि होइन? तर मलाई आएको छ सोध्नुहोस् त 10% हेली लिभिङ के हो? मैले के गर्छु होला? बस भाइ चिया खुवाइ सिकाउँछु, किनभने त्यसले सिकेर गऱ्यो भने मलाई फाइदा हुन्छ। सिक्रेट डाइरेक्सनमा एउटै सिक्रेट छ, एन्ड द्याट इज नो सिक्रेट। सिक्रेट नहुने यस्तो सिक्रेट हो, कुनै सिक्रेट छैन। एभ्रिथिङ इज ट्रान्सपेरेन्ट। जे सोध्नुहोस्, वी हेभ द रेडिमेड एन्सर, किनभने हामीले गरिसक्यौँ। तपाईँलाई नयाँ, हामीलाई नयाँ होइन, बाटो बढिसक्यो, अब हिँड्ने मात्रै हो, दिमाग लाउनु पर्दैन। प्लेन कसरी उड्छ भन, बुझा, अनि बल्ल प्लेनमा चढ्छु भने के हुन्छ? कि त तपाईँ पाइलट नै भन्छ कि चढ्नै पाउँदैन, हो कि होइन? त हामीलाई प्लेन कसरी उड्छ बुझ्नु छैन, मलाई भएर आउँछ, टिकट काट्यो, बस्यो, सक्यो। सेम देयर इज अ रेडिमेड वे, रेडिमेड सिस्टम, ओन्ली यु हेभ टु फलो इट। ब्रेन लाउनु पर्दैन। मेरो दिमागले हुने भए त भइसक्छ, यहाँ किन आउनु पर्दैन, होइन? मेरो दिमागले भ्याउँदैन, दिमाग लाउने लागिसक्यो, सिस्टम बनिसक्यो, मान्छेको लाइफ चेन्ज भइसक्यो, अब फलो मात्रै गर्ने हो। कतिजना तयार हुन्छ? ग्रेट, जोरदार ताली आफ्नो लागि। हामीलाई यहाँ पुग्न वर्षौ लाग्यो फ्रेन्ड्स। इभन मलाई सोध्नु, मैले त बाटो आफै बनाएको। अहिले मैले सडक भन्दै थिएँ,
आफै बाटो बनाउँदै आफै हिँडेको, तर तपाईँको पालामा पिच रोड बनिसक्यो, अब कुद्नु मात्रै पर्छ तपाईँलाई। मैले कुद्न पाएन छैन लाइफमा, यसको फाइदा पनि छ, बेफाइदा पनि छ। कुद्न किन पाएन भने बाटै थिएन, बाटो बनाउँदै टेक्दै यहाँ पुगेको। र यो 5 वर्ष हामीले आफूलाई प्रुभ गरिसक्यो। नाउ वी आर प्रुभन कम्पनी। अब मैले तपाईँलाई यहाँ हुन्छ कि हुँदैन बुझाउँदैन, तपाईँलाई चाहियो कि चाहिएन मात्रै सोध्छु। यदि चाहियो भने दिस द ओन्ली द प्लेटफर्म जसले तपाईँलाई फाइनेन्सियल फ्रिडम दिन सक्छ, अरू कुनै उपाय छैन। 6 महिनालाई भन्नुहोस् त, बिना लगानी, 1 रुपियाँ लगानी नगरिकन कसैलाई हेल्प गरेर सामान किनेको भनेर लाइफ चेन्ज कुनै अपर्च्युनिटी छ त? दिस द ओन्ली द बिजनेस जहाँ साधारण नेपालीले नेपालमै बसेर बिना लगानी इमान्दारीले कसैलाई हेल्प गरेर भनेर लाइफ चेन्ज गर्न सक्छ। त्यो पनि सदाको लागि, वान टाइम सक्सेस होइन। एमा तपाईँ सक्सेस हुनुको मतलब जेनेरेसन सक्सेस हुनु हो।